कोनिचिवा आज चाहिँ हामी लेसन 10 को ग्रामर गर्नेछौँ है। लेसनसम्म अहिलेसम्म भिडियो राखेकोबाट चाहिँ तपाईँहरूलाई एकदम सहयोग पुगेको होला भन्दै आज चाहिँ लेसन 10 को ग्रामर गर्न गइरहेको छ। लेसन 10 मा यो दुईटा ग्रामर छ है, तपाईँको गा इमास आरिमास है, त्यसै गरी नि इमास आरिमास छ। यो गर्नुभन्दा अगाडि धेरै छैन, यसलाई बुझौँ अनि त्यसपछि चाहिँ हामी उतापट्टि ग्रामरमा जाँदैछौँ है। जस्तो नानी नानी या भन्छ नि है, यो के बुझ्नु पर्यो भन्दाखेरि यदि कुनै पनि नाउनसँग है, नाउनसँग या जोडिएर आएको छ भने त्यति बेला चाहिँ के हुन्छ भन्दाखेरि पसलको अर्थ दिन्छ भनेर बुझ्नु पर्यो। जस्तो हामीले मिसे भनेर चाहिँ होइन पसल भनेर बुझेका थियौँ भने यदि अब तपाईँलाई फुल पसल, किताब पसल, केक पसल यस्तो टाइपले भन्नु छ भने यदि या जोडिएर आउँछ भने कुनै पनि नाउनसँग या जोडिएर आउँछ भने सो अवस्थामा चाहिँ पसलको अर्थ दिन्छ भनेर बुझ्नु पऱ्यो। सबै नाउन होइन है, त्यो त हेरेर हुन्छ, त्यति बेला चाहिँ ख्याल गर्नु पऱ्यो है। ओके, यसले चाहिँ हामीलाई के को अर्थ दिन्छ अरे है, पसलको अर्थ दिन्छ भनेर बुझ्नु पऱ्यो है। सप है अथवा पसलको अर्थ दिन्छ अरे भनेर ख्याल गर्नु है त। जस्तो रेमा हेर्नुहोस्, खानाया भनेको फुल पसल, हुनया भनेको किताब पसल। अब सबै नाउन भनेको सम्पूर्ण पर्छ, सबै नाउनलाई चाहिँ हेरिकन हुन्छ, त्यही भएर त्यो तपाईँहरूले आफूले बुझेर कुरा गर्ने। यदि यसरी कुनै एउटा नाउनसँग यो नाउन हो नि त होइन, यसरी जोडिएर आएको छ भने चाहिँ तपाईँले के बुझ्नु पऱ्यो, पसलको अर्थ दिन्छ भनेर बुझ्नु पऱ्यो है। त्यसै गरी अर्को छ नानी नानी या नानी नानी नादो भन्छ है। जस्तो डडडट छिया है, डडडट नादो भनेको र इत्यादि। यसलाई इङ्ग्लिसमा भन्दाखेरि इटिसी के अरू पनि छ है भन्ने जनाउँछ नि त, इटिसी भयो भने चाहिँ अरू पनि छ है भन्ने। यदि सेन्टेन्समा नादो छ भने अनिवार्य याको प्रयोग गर्नुपर्छ। यदि सेन्टेन्समा तपाईँको नादो छ भने अनिवार्य याको प्रयोग गर्नुपर्छ। यसलाई चाहिँ थोरै अलि डिटेलमा बुझाउने कोसिस गर्छु, बुझ्न कोसिस गर्नु होला। जस्तो सिम्पली के बुझ्ने भन्दाखेरि तपाईँहरूले कसरी बुझ्ने भन्ने कुराहरू हुन्छ। जस्तो मानौँ इक्जाम्पलको लागि सिम्पल है, जस्तो होन भयो एउटा होइन, त्यसै गरी अर्को के छ तपाईँको जासी है, त्यो जासी अथवा होन छ है, जासी अथवा होन छ। ओके, यसलाई चाहिँ बुझौँ कसरी भन्दाखेरि अब यहाँ हामीले तो लेखे पनि मिल्छ, र भन्ने अर्थ दिन्छ। ओके है, तो लेखेर मिल्छ, तर यहाँ ध्यान दिनु पर्यो तपाईँले या पनि लेख्न मिल्छ, तो अथवा या। तर यदि यहाँ नादो छ भने तपाईँले यहाँ यो दुईटा मध्ये चाहिँ तपाईँले चुज गर्नुपर्छ या है। यो चाहिँ ध्यान दिनु, तपाईँले चुज गर्ने भने के हो है, यहाँ चाहिँ यस्तो बेलामा चाहिँ हामी चुज गर्ने भने के हो है, या भनेर बुझ्नु पर्यो है। त्यति बेला चाहिँ हामी या चुज गर्छौँ भनेर बुझ्नुपर्छ है त। जस्तो यसमा चाहिँ के हो, खासै त्यस्तो छैन, त्यस कन्फ्युजन नहुनलाई नादो आउँछ भने अनिवार्य या लेख्नु। यदि नादो छैन भने तपाईँले या पनि लेख्न पाउनुभयो अथवा तो पनि लेख्न पाउनुभयो है। यदि नादो छ भने अनिवार्य या लेख्नै पर्यो। ओके, नादो छ भने सेन्टेन्समा नादो छ भने अनिवार्य या लेख्नु। जस्तो यदि सेन्टेन्समा नादो छ भने अनिवार्य याको प्रयोग गरिन्छ भन्ने। जस्तो हेर्नुहोस्, कोएनो मायने किस्सा तेरी या सुप्पा नादोगा आरिमास भनेको तपाईँको पाठको अगाडि कफी सप, सुपर मार्केट इत्यादि छ भनेको। हाकुनो नाखा नि तेगामी या स्यासिन नादोगा आरिमास भनेको बक्सको भित्र चिठी र फोटो इत्यादि छ, अरू पनि छ है भन्नु खोजेको है। एउटा के कुरा याद गर्नु पर्यो भन्दाखेरि यदि सेन्टेन्समा नादो छ भने अनिवार्य या गर्ने। यदि नादो छैन भने तपाईँले अब अप्सनमा के दिन्छ, तो पनि दिनु पाए या पनि दिनु पाए है, दुइटै गर्न चाहिँ पाउनुहुन्छ। तर नादो छ भने तो गर्न पाउनु, हामीले या गर्नुपर्छ, यो चाहिँ ध्यान दिनु पर्यो है। ल त्यसै गरी यो अब गाइमास नि इमास यसरी गा इमास आरिमास, त्यसै गरी नि इमास आरिमास। यो ठ्याक्कै तपाईँको केही नबुझ्नु होला। यसमा हामीले सिम्पल ल्याङ्ग्वेज के भनिदिन्छौँ भन्दाखेरि तपाईँहरूले इमास र आरिमासको अगाडि कति बेला गा लगाउने है त्यो बुझ्नुहोस्, अनि फेरि कति बेला हामीले नि लगाउने कुरा बुझ्नुहोस्। जुन मैले
तपाईँहरूलाई भनेको थिएँ नि त कति बेला हामीले प्लेससँग रिलेटेड भएर पढ्नुपर्छ है नि पार्टिकल भनेको यो लेसनमा हो के 10 लेसन है। अब के बुझ्नु पऱ्यो भन्दाखेरि कति बेला हामीले आरिमास र इमासको अगाडि घा लगाउने कति बेला है नि लगाउने भनेर बुझ्नु पऱ्यो। यो चाहिँ यसको अर्थ जुन एउटा सेन्टेन्सले तपाईँले एउटा सेन्टेन्स बनाउँदै हुनुहुन्छ यसको अर्थ चाहिँ सेम हुन्छ। जस्तो दुईटा मध्ये जुनमा बनायो भने अर्थ सेमै हुन्छ। जस्तो कोरे सोरे आरे कोनो सोनो आनो गरेको फर्मुला फरक भए तापनि गर्ने त फर्मुला फरक भए तापनि हामीलाई दिने बेलामा चाहिँ सेमै डेलिभरी गरेको थियो होइन। अर्थ चाहिँ सेन्टेन्सले सेम अर्थ दिएको थियो होइन। अहिले त्यसलाई हेरौँ है त यसमा। जस्तो यदि कुनै पनि ठाउँमा लिभिङ थिङ्स अथवा नन लिभिङ थिङ्स है छ भने सो अवस्थामा इमास र आरिमासको अगाडि तपाईँले के गर्ने गा लगाइदिने है। यसको फर्मुला हेर्नुहोस् प्लेस नि लिभिङ थिङ्स नन लिभिङ थिङ्स त्यसै गरी गा इमास आरिमास यो चाहिँ ध्यान दिनु होला है। यदि कुनै पनि प्लेसमा है यदि कुनै पनि ठाउँमा तपाईँको लिभिङ थिङ्स अथवा नन लिभिङ थिङ्स छ भने सो अवस्थामा चाहिँ तपाईँले के गर्ने इमास र आरिमासको अगाडि है गा लगाइदिने। अब इमास हो भने लिभिङ थिङ्समा भयो आरिमास हो भने नन लिभिङ थिङ्स भयो भनेर बुझ्नु पऱ्यो है। ल हेर्नुहोस् अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि कति बेला हामीले यहाँ तिन चाहिँ गा अथवा नि हुन्छ भनेर बुझ्नु पऱ्यो कन्फ्युजन हुन्छ त्यही भएर ध्यान दिने है यसलाई। असोकोली है असोकोली हरि सानो कुनुमागा आरिमास ऊ त्यहाँ हरिको कार छ ओके। जिमुस्योनी है जिमुस्योनी दारेगा इमास त प्रश्न पनि गर्न मिल्छ अफिसमा को हुनुहुन्छ हेयानी फुताचु है टेबुरु तो इचिदाई तेरेबिगा आरिमास। अब यो चाहिँ फुताचु भनेको चाहिँ तपाईँको थिङ्स काउन्टिङले हामीले त्यो चाहिँ फुताचु गरेर गर्छौँ। अनि त्यसै गरी मिसनरी अथवा भेहिकल्स काउन्टिङ भयो भने दाइमा गर्छौँ है। यो लेसन 11मा पढ्नेछौँ अहिले बुझ्नु। दुईवटा तपाईँको टेबल र एउटा टिभी छ भनेर बुझेको। त्यसै गरी हेयानो मिगिनी नानीगा आरिमासका है ढोकाको राइटमा के छ। त्यसै गरी हरिसान वा रामुसानो आइदा सरी हरिसान्तो है एकछिन सरी हरिसान्तो रामुसानो आइदा नि गीतासान्गा यस इमास ओके। भन्नुको मतलब हरिको है हरि र रामको बिचमा आइदा भनेको मिडल बिचमा गीताजी हुनुहुन्छ भनेको है त। अब यसमा हामीले के बुझ्ने रहेछ भन्दाखेरि सिम्पली के बुझ्नु पर्यो यदि आरिमास र इमासको अगाडि गा लगाउँछ नि प्लेस अगाडि आउँछ अनि बिचमा हाम्रो कन्टेन्ट भइहाल्यो है। त्यसरी बुझ्नु पर्यो यसलाई है त। आरिमास र इमासको अगाडि चाहिँ हामीले गा लगाउने कन्डिसन यो रहेछ। त्यसै गरी अब हेर्ने है ल नि इमास आरिमास यदि कुनै पनि लिभिङ थिङ्स अथवा नन लिभिङ थिङ्स है कुनै ठाउँमा अथवा कुनै प्लेसमा छ भने सो अवस्थामा इमास र आरिमासको अगाडि नि लाग्दछ भनेर बुझ्नु पर्यो है त। अब भनेपछि अघि कुनै ठाउँमा कुनै त्यो लिभिङ थिङ्स नन लिभिङ थिङ्स थियो भने त्यति बेला गा लाग्थ्यो भने अब चाहिँ यो कुनै पनि यो लिभिङ थिङ्स अथवा नन लिभिङ थिङ्स चाहिँ कुनै ठाउँमा छ भने चाहिँ आरिमास र इमासको अगाडि चाहिँ तपाईँले नि लगाउने भनेर बुझ्नु पर्यो। फर्मुला हेर्नुहोस् लिभिङ थिङ्स नन लिभिङ थिङ्स वा पार्टिकल लाग्छ यहाँ किनकि अगाडि टपिक बनाएर कुरा गरिसकेपछि त वा पार्टिकल लाग्ने नै भइहाल्यो। प्लेस त्यसै गरी नि भयो इमास अथवा आरिमास र हेर्नुहोस् कुन वा दोकोनी आरिमास किताब कहाँ छ भन्छ है। त्यसै गरी डाकुसे वा क्योसिचु नि इमास विद्यार्थी चाहिँ क्लासरुममा छन्। त्यसै गरी अर्को हेर्नुहोस् खानको गोनो सिडी वा टेबुल नो वेनी आरिमास कोरियन भाषाको सिडी टेबलको माथि छ। हरिसानो तो साङ्गा निओन्नेमास हरिजीको बुबा चाहिँ जापानमा हुनुहुन्छ। त्यसै गरी मिरासान सरी मारिया भन्छ नि है मारिया सानो उची वा गाकोनो चिखाकोरी आरिमास मारियाजीको घर चाहिँ स्कुलको नजिकमा छ भनेर बुझ्नु पर्यो है त। अब यसलाई चाहिँ के रहेछ भन्दाखेरि जस्तो मानौँ न क्योसिचु नि डाकुसेगा इमास क्लासरुममा विद्यार्थी छन् भन्नु र विद्यार्थी क्लासरुममा छन् भन्नुमा केही पनि फरक छैन। जस्तो सेन्टेन्सले
भन्न खोजेको कुरा केही पनि फरक हुँदैन, तर गर्ने तरिकामा त जुन फर्मुलाहरू मात्र फरक हुन्छ यसमा है। खासै अब यति नै हो यसमा पढ्नुपर्ने। गा इमास आरिमास अनि नि इमास आरिमास कस्तो कन्डिसनमा लाग्छ, तर यदि हामीले सेन्टेन्स बनायो भने दुइटैले चाहिँ हामीलाई इन्फर्मेसन चाहिँ एउटै प्रोभाइड गर्छ, हामीलाई दिने मेसेज भनेको एउटै हुन्छ, तर गर्ने तरिका फरक हुन्छ भनेर बुझ्नु पऱ्यो है। कन्फ्युजन हुन्छ थोरै, त्यही भएर हामीले चाहिँ बुझ्नु पऱ्यो कुन तरिकाले चाहिँ कति बेला आरिमास इमासको अगाडि नि लाग्छ, कति बेला आरिमास इमासको अगाडि गा लाग्छ भनेर है। यति नै हो 10 मा पढ्ने। यसपछिको भिडियोमा चाहिँ लेसन 11 को कुराहरू लिएर आउनेछु। लेसन 11 मा चाहिँ त्यस्तो खासै चाहिँ छैन, तपाईँहरूको काउन्टिङको कुराहरू छ है, त्यति गाह्रो चाहिँ छैन है भन्दै आजको भिडियो चाहिँ यही अन्त्य गर्छु। मिनासन गाम्बाटे कुरासाई आरिगातो गोजाइमासु।